हेलो एभ्रिवान, फेरि पनि उपस्थित भइसकेको छु म एउटा नयाँ डिमान्ड लेटर भिडियो लिएर है। र यो डिमान्ड लेटर पनि मलेसियाकै रहेको छ र यो डिमान्ड लेटर पनि फ्री भिसा फ्री टिकटको हो है। यदि तपाईँहरू पनि मलेसिया आउन चाहनुहुन्छ फ्री भिसा फ्री टिकटमा भने यो डिमान्ड लेटर पनि तपाईँहरूको लागि एकदम राम्रो छ है। र यो डिमान्ड लेटर आएको कम्पनी चाहिँ इलेक्ट्रोनिक्स कम्पनी हो है त। र यो इलेक्ट्रोनिक्स कम्पनी मलेसियाको इलेक्ट्रोनिक्स कम्पनी मध्ये टप 10मा पर्ने एउटा राम्रो कम्पनी हो है। र यो कम्पनी मलेसियामा चाहिँ 1993देखि स्टार्ट भएको छ र अहिलेसम्म यसको सर्भिसिङ राम्रो आइरहेको छ है। सो तपाईँहरू यस कम्पनीमा आउन चाहनुहुन्छ भने आउन सक्नुहुन्छ। राम्रो कम्पनी हो, इलेक्ट्रोनिक्स कम्पनी हो है। यस कम्पनीमा बन्ने सामग्री चाहिँ मोबाइलको बोर्ड, कम्प्युटरका मदरबोर्ड, त्यसपछि हार्ड डिस्क र ठुल्ठुला मेसिनका बोर्डहरू बन्ने गर्दछ है। सो यदि तपाईँहरू आउन चाहनुहुन्छ भने आउन सक्नुहुन्छ। राम्रो कम्पनी रहेको छ, फ्री भिसा फ्री टिकटमा छ है, शून्य लागतमा छ है। र यस डिमान्ड लेटरमा के सुविधा छ, कहिले इन्टरभ्यू हो र कतिजनाको डिमान्ड लेटर आएको छ र कुन मेन पावरमा आएको छ, म सम्पूर्ण जानकारी मेरो मोबाइलको स्क्रिन रेकर्डिङ गरेर तपाईँहरूलाई हेराउन गइरहेको छु। कृपया भिडियो अन्त्यसम्म हेरिदिनु होला, स्किप नगरिकन है त। हेलो एभ्रिवान, वेलकम ब्याक माई अफिसियल फेसबुक र युट्युब च्यानल आरोही टच एसएनमा तपाईँलाई हार्दिक स्वागत गर्दछु। कृपया च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला र साथै फेसबुकमा हेर्दै हुनुहुन्छ भने फेसबुकमा फलो पनि गरिदिनु होला है। र भिडियो हेरेर भिडियो कस्तो लाग्यो भनेर एउटा सानो मिठो कमेन्ट गरिदिनु होला र भिडियोमा लाइक पनि गरिदिनु होला र साथै तपाईँ आफ्ना साथीभाइमा पनि सेयर गरिदिनु होला है। र तपाईँ यो भिडियो कुन ठाउँबाट हेर्दै हुनुहुन्छ, कुन कन्ट्रीबाट हेर्दै हुनुहुन्छ, त्यो पनि एउटा मिठो सानो कमेन्ट गरिदिनु होला है त। म मेरो मोबाइलको स्क्रिनतर्फ जाँदैछु। तपाईँहरू यो डिमान्ड लेटर चाहिँ वैदेशिक रोजगार एपबाट पनि हेर्न सक्नुहुन्छ र वैदेशिक रोजगार वेबसाइटबाट पनि हेर्न सक्नुहुन्छ है। म चाहिँ तपाईँहरूलाई वैदेशिक रोजगार एपबाट हेराउन गइरहेको छु है त। म मेरो मोबाइलको स्क्रिन रेकर्डिङमा आइसकेको छु। यो डिमान्ड लेटर हेर्न तपाईँहरू वैदेशिक रोजगार एप ओपन गर्नुहोला। यहाँ मेरो बिस्तारै ओपन हुँदैछ। कृपया च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला र फेसबुकमा हेर्दै हुनुहुन्छ भने फेसबुकमा पनि फलो गरिदिनु होला है। र भिडियो कुन ठाउँबाट हेर्दै हुनुहुन्छ त्यो पनि एउटा कमेन्ट गरिदिनु होला है। यहाँ हेर्न सक्नुहुन्छ यो खुलिसकेको छ र यहाँ माथि टप साइडमै मलेसियामा अहिले जम्मा 27वटा डिमान्ड लेटर आएको छ। यहाँ मलेसियामा क्लिक गर्नु होला र यहाँ भ्यू अलमा क्लिक गर्नु होला है। र यहाँ मुनि हेर्दै जान सक्नुहुन्छ। त्यस चौथो नम्बरमा रहेको छ मलेसिया इम्प्लोइमेन्ट इन मलेसिया अन्डर 0 कस्टमा रहेको छ है। र यसको अहिले इन्टरभ्यू हुन अझ 7 दिन बाँकी रहेको छ र यसमा पनि मिनिमम क्वालिफिकेसन एसएलसी पास हुनुपर्ने छ र भिसा टिकट कम्पनीले नै दिनेछ, खाना पनि कम्पनीकै छ र नेपालको मेडिकल र यहाँको मेडिकल पनि कम्पनीले गराइदिन्छ भने यसको चाहिँ 2 वर्षको कन्ट्याक्ट पिरियड रहेको छ है। र यो जम्मा 230 जना मेलको लागि डिमान्ड लेटर आएको छ है, 230 जना। र यसमा रिक्वायरमेन्ट भनेको अलि बेसिक कम्प्युटर तपाईँलाई अलि आउनु पर्यो, कम्प्युटर चलाउन तपाईँले अलिअलि जान्नु परेको हुनुपर्छ र अलिअलि इङ्ग्लिस पनि तपाईँहरूलाई आउनु पर्ने हुन्छ है। र हेर्दा यसो स्मार्ट हेर्नुपर्ने जस्तो देखिन्छ है त। र यहाँ मुनि हेर्न सक्नुहुन्छ डिमान्ड लेटर रहेको छ है। र कम्पनीको नाम चाहिँ फ्लेक्सस म्यानुफ्याक्चरिङ एसडिएन बिएचडी रहेको छ र यो लेपास पेनाङ मलेसियामा रहेको छ है। र यसको फोन नम्बर +60 46 32 2001 रहेको छ है त। र यो कम्पनी चाहिँ 1993मा मलेसियामा स्थापना भएको हो। राम्रो कम्पनी हो, इलेक्ट्रोनिक्स कम्पनी हो है। र अहिलेसम्म यस कम्पनीको रिभ्यू चाहिँ राम्रै आइरहेको छ। तपाईँहरू एकचोटि गुगलमा हेर्न सक्नुहुन्छ है र साथै युट्युबमा पनि हेर्न सक्नुहुन्छ है। र यो जम्मा 230 जनाको डिमान्ड लेटर आएको छ भने यसको बेसिक चाहिँ 1700 रहेको छ है। बेसिक पनि 1700 नै रहेको छ र यसमा जम्मा 7.5 घन्टा ड्युटी गर्नुपर्छ। हप्ताको 6 दिन ड्युटी गर्नुपर्ने छ है त। र जम्मा 2 वर्षको कन्ट्याक्ट पिरियड रहेको छ र मेडिकल जाँचहरू पनि सबै कम्पनीले फ्रीमै गरिदिन्छ र हप्तामा 1 दिन बिदा छ भने यो चाहिँ तपाईँहरूले धेरै सोध्नुहुन्छ कि कति वर्षको उमेरसम्म लान्छ यस कम्पनीमा भनेर।
र यस कम्पनीले जम्मा 18 वर्षदेखि 45 वर्षसम्मका मानिसहरूलाई लाने छ है त। सो तपाईँहरू 45 वर्षभन्दा मुनिका हुनुहुन्छ भने इन्टरभ्यू दिन रेडी हुनुहोला है त। र यसका सेवाहरू है, वार्षिक बिदा जम्मा 8वटा दिनेछ। 1 वर्षमा 8वटा तपाईँले बिदा पाउनुहुन्छ भने बिरामी बिदा यदि बिरामी हुनुभयो भने वर्षको 14वटा चाहिँ बिरामी बिदा पाउनुहुन्छ। साथै र सार्वजनिक बिदा चाहिँ 11 दिन 11वटा पाउनुहुन्छ भने यदि तपाईँ ठुलै बिरामी हुनुभयो र यस हस्पिटल एडमिट हुनु पर्यो भने त्यसको जम्मा 2 महिना 60 दिनको बिदा पाउनुहुन्छ है। र साथै यदि तपाईँ अकस्मात बिरामी या केही इमर्जेन्सी परेर घर फर्किनु पर्यो भने यसले चाहिँ तपाईँसँग 1 रुपियाँ पनि नलिकन फ्रीमै घर पठाउँछ है। र यसको ड्युटी सुविधाहरू चाहिँ विकली सिफ्ट छ। 1 हप्ता नाइट सिफ्ट भने 1 हप्ता डे सिफ्ट हुन्छ है। र यसको कम्पनीको नियम अनुसार महिनाको 60 घन्टा चाहिँ फिक्स तपाईँलाई डिमान्ड लेटरमै लेखेर दिन्छ ओटी चल्छ भनेर। र बाँकी ओटी चाहिँ तपाईँहरू त्यहाँ कम्पनीमा गएर काम कतिको चलिरहेछ त्यस अनुसार चाहिँ ओटी पाउनुहुन्छ है त। र यसको चलानी नम्बर चाहिँ 60 25 33 83 रहेको छ भने यसको एलटी नम्बर चाहिँ 34 00 11 रहेको छ है। र यो एलटी नम्बर चाहिँ तपाईँहरू मिनिस्ट्री अफ लेबर एन्ड इम्प्लोइमेन्ट डिपार्टमेन्ट फोरगन वेबसाइटमा गएर चेक गर्न सक्नुहुन्छ यो डिमान्ड लेटर ओरिजिनल हो कि फेक हो भनेर है त। र यसको इन्टरभ्यू चाहिँ प्री इन्टरभ्यू चाहिँ चैत 6 गते हुनेछ भने यसको फाइनल इन्टरभ्यू चाहिँ चैत 13 गते र 14 गते हुनेछ है। र यो इन्टरभ्यू चाहिँ मेन पावरमै हुनेछ है। र यो मेन पावरको नाम चाहिँ टाइटेनिक इन्टरनेसनल मेन पावर हो। यस मेन पावरको म कन्ट्याक्ट नम्बर इमेल नम्बर सम्पूर्ण कन्ट्याक्ट नम्बरहरू चाहिँ म यसै भिडियोको डिस्क्रिप्सनमा राखिदिन्छु। त्यहाँबाट तपाईँहरू नम्बर लिएर फोन गरेर इन्टरभ्यू दिन जान सक्नुहुन्छ है। म फेरि पनि भन्दैछु यो डिमान्ड लेटर फ्री भिसा फ्री टिकट हो। तपाईँहरू एजेन्टको मार्फत नजानु होला, एजेन्टले धेरै पैसा लिन्छ है। डाइरेक्ट तपाईँहरू मेन पावरमा कुरा गर्नु होला। यदि मेन पावरले पनि तपाईँहरूसँग पैसा लिन्छ भने तपाईँहरू वैदेशिक रोजगारमा कम्प्लेन गर्न सक्नुहुन्छ है। आजको भिडियो यति नै। फेरि पनि नेक्स्ट टाइम यदि राम्रो कम्पनीको राम्रो डिमान्ड लेटर आएछ भने म त्यसको पनि डिमान्ड लेटर भिडियो बनाएर अवश्य आउनेछु है त साथीहरू। भिडियो तपाईँहरूलाई कस्तो लाग्यो एउटा सानो मिठो कमेन्ट गरिदिनु होला। र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला है त।